ल यो नेचुरल वाटर फिल्टरले चाहिँ कतिको काम गर्दो रहेछ भन्ने यहाँ आज पत्ता लागेको नि। अस्ति कतिको धमिलो थियो। ल हेर्नुहोस् पिउने पानी हुन्छ यो, पिउने पानी यस्तो सङ्लो हुन्छ कि ल यस्तो माछा पुरै देखिन्छ। हेर्नु त्यो वाटर फिल्टरले धेरै काम गरिन्छ। ल हेर्नु यो वाटर फिल्टर माछा त पाल्छौँ, माछा पालेर पानी कसरी सफा गर्ने भन्ने चाहिँ अब आइडिया नभएपछि चाहिँ कतिपय अब भनौँ न वाटर फिल्टर बनाउनेहरू धेरै नै चिन्तित हुनुहुन्छ। यो वाटर फिल्टर बनाएपछि चाहिँ माछा देख्ने, माछालाई अब अक्सिजन पनि पुग्ने, माछा नमर्ने। हेर्नुहोस् यस्तो हुन्छ वाटर फिल्टर।